Okay, dear students, today we are going to solve some questions from law of indices. Okay, these questions are from the Vedanta publications of class 8 math book. आज हामीले चाहिँ म्याथ बुकबाट ल अफ इन्डिसेस घाताङ्कको नियम अन्तर्गत रहेर केही क्वेसन्सहरू सल्भ गर्दैछौँ। यी सबैभन्दा सजिला बेसिक क्वेसन्स हुन्। यी क्वेसन्सहरू सल्भ गर्दै गर्दा तपाईँहरूले बेसिक रुल्सहरू पनि रिभिजन हुन्छ, हेर्न सक्नुहुन्छ है त। एक्स स्क्वायर मल्टिप्लाई एक्स पावर 1 अथवा एक्स पावर 1 मात्र छ भनेर बुझ्नुपर्छ। एक्स स्क्वायर बेस के छ, एक्स एक्स सेम भएको कारणले गर्दाखेरि यो 2 र यहाँ माथि 1 हुन्छ है, यहाँ नभए पनि 1 हुन्छ भनेर बुझ्नुपर्छ। एक्स स्क्वायर मल्टिप्लाई एक्स गर्दाखेरि एक्स का पावर क्यूब हुन्छ। प्रोडक्ट ल अफ इन्डिसेसको आधारमा बेस सेम भयो भने पावर चाहिँ जोडिन्छ, यसरी एक्स का पावर क्यूब भयो। यसैगरी यहाँ पनि सेम हुन्छ, ए इन्टु ए क्यूब भनेको ए का पावर 4 भयो। ई का पावर ए मल्टिप्लाई पी का पावर बी भनेको चाहिँ यो बेस सेम भइसकेपछि पावर 8 हुन्छ। पी का पावर ए प्लस बी, पी का पावर ए प्लस बी, बेस सेम भएपछि पावर 8 भयो। त्यसै गरी यहाँ हेर्नुहोस् वाई क्यूब डिभाइड बाई वाई। अब क्वेसन ल अफ इन्डिसेसमा हामीले के बुझ्नुपर्छ भन्दाखेरि बेस सेम छ भने पावर घटाउने। यो 3 बाट यो यहाँ 1 छ, यो 1 घटाउने, 3 का पावर स्क्वायर हुने भयो यसको एन्सर। अब यसमा पनि 5 डिभिजन छ र बेस सेम छ भने 5 मा 2 घटाउने, जेड का पावर जेड क्यूब बाँकी रह्यो है। यसमा पनि एक्स का पावर ए डिभाइड बाई एक्स का पावर बी छ, बेस सेम छ, पावरलाई के गर्ने सब्स्ट्र्याक्ट गर्ने, ए माइनस बी। त्यसै गरी यहाँ चाहिँ हामीले पावर ल अफ इन्डिसेस प्रयोग गर्नुपर्छ। यदि एक्स स्क्वायरको होल क्यूब छ भने यो स्क्वायरले क्यूबलाई के गर्ने मल्टिप्लाई गर्ने, 2 इन्टु 3 6, एक्स का पावर 6 हुने भयो। यसमा 3 इन्टु 2 6, वाई का पावर 6। यसमा पी का पावर ए होल पावर बी छ, पी का पावर एबी हुने भयो है। अब यसै गरी यो जे नम्बरको क्वेसनमा एक्स स्क्वायर वाई स्क्वायर का होल स्क्वायर छ, के हुने भयो एक्स का पावर 2 टू जा 4 अनि वाई का पावर 2 टू जा 4, एक्स का पावर 4 वाई का पावर 4 भयो। यसमा पनि ए बी को स्क्वायर को होल स्क्वायर छ, ए को स्क्वायर भनेको ए स्क्वायर, बी को स्क्वायर को होल स्क्वायर भनेको बी को पावर 4 भयो। यसरी हामी सल्भ गर्न सक्छौँ। यसमा पनि एक्स का पावर बीएम, वाई का पावर क्यूएम, यहाँ बीएम भयो, यहाँ क्यूएम भयो, किनकि भित्रको जुन पावर छ बाहिरको पावरलाई मल्टिप्लाई गर्ने है त। अब यसै गरी एम नम्बरमा चाहिँ हामीले जेरो ल अफ इन्डिसेस प्रयोग गर्न सक्छौँ। जेरो ल अफ इन्डिसेस भनेको एक्स का पावर 0 भनेको 1 नै हुन्छ, 5 का पावर 0 भनेको पनि 1 नै हुन्छ, एक्स प्लस 2 का पावर 0 भनेको पनि 1 नै हुन्छ। यसै गरी एक्स का पावर माइनस 2 भनेको के हो त भन्दाखेरि नेगेटिभ ल अफ इन्डिसेस प्रयोग गर्नुपर्छ। 2 नम्बर क्वेसनमा नेगेटिभ ल अफ इन्डिसेस प्रयोग गर्नुपर्छ। 1 अपन एक्स स्क्वायर भयो, यसमा पनि के गर्ने नेगेटिभ ल अफ इन्डिसेस प्रयोग गर्ने, 1 अपन पी का पावर क्यूब भयो। यसै गरी ए का पावर माइनस एक्स छ, ए का पावर माइनस एक्स भनेको 1 अपन ए का पावर एक्स। यसरी चाहिँ हामीले सल्भ गर्नुपर्छ। ओके, अब डी नम्बरमा 1 अपन ए का पावर माइनस 3 छ, यसमा पनि नेगेटिभ ल अफ इन्डिसेस प्रयोग गर्नुपर्छ। डिनोमिनेटरमा भएको ए का पावर माइनस 3 लाई हामी चाहिँ न्युमिनेटरमा लाँदा के हुन्छ ए क्यूब हुन्छ। ओके, सिमिलरली यसमा पनि 1 अपन एक्स का पावर माइनस 4 छ, यसलाई पनि हामीले चाहिँ यो माइनसलाई रिमुभ गर्नको लागि नेगेटिभ ल अफ इन्डिसेस प्रयोग गर्नुपर्छ। 1 अपन एक्स का पावर 4 को इन्भर्स गरेपछि एन्सर आउँछ एक्स का पावर 4। यसै गरी यसमा पनि पी का पावर क्यू चाहिँ एन्सर हुने भयो। अब यसमा एउटा क्वेसन सोधेको छ, फर वाट भ्यालु अफ क्यू इज भ्यालु इज 1 है, क्यू को कति पावर भए पार, अथवा फर वाट भ्यालु अफ क्यू इज इट्स भ्यालु, फर वाट पावर होला, फर वाट पावर अफ क्यू, क्यू को कति पावर भयो भने यसको भ्यालु 1 हुन्छ है। जुनसुकै नम्बरको पावर 0 छ अथवा जुनसुकै भेरिएबलको पावर 0 छ भने त्यसको एन्सर चाहिँ 1 हुन्छ। त्यसै गरी यसको एन्सर चाहिँ के भयो 0 भयो। क्यू को पावर 0 भयो भने यसको एन्सर चाहिँ 1 हुन्छ। यहाँ एउटा क्वेसन छ, इफ एक्स का पावर एक्स इज इक्वल टू 1 वाट इज द भ्यालु अफ एक्स अरे, 3 का पावर एक्स इज इक्वल टू 1 छ भने एक्स को भ्यालु कति हुन्छ भनेको छ। यो क्वेसन हामीले दिमाग लगाएर गर्ने, 1 को ठाउँमा हामीले 3 लेख्न पाउँछौँ हैन। 3 भनेको चाहिँ
3 को ठाउँमा हामी 3 का पावर 1 पनि लेख्न सक्छौँ। जस्तै अब 1 को ठाउँमा के लेख्न पायौँ, 1 को ठाउँमा 3 का पावर 0 लेख्न सक्छौँ। 1 को ठाउँमा 3 का पावर 0 लेख्न सक्छौँ। 3 का पावर 0 भनेको 1 हो, 1 भनेको 3 का पावर 0। यसरी चाहिँ 1 लाई हामी कन्भर्ट गरेर 3 का पावर 0 लेख्न सक्छौँ। अब के गर्न सक्छौँ, यदि सिमिलर बेस छ भने पावर के हुन्छ, इक्वल हुन्छ। यसरी x को भ्यालु चाहिँ 0 एन्सर भयो। x को भ्यालु चाहिँ यसरी 0 हुने भयो। विद्यार्थी भाइ बहिनीहरु यसरी क्वेशन्सहरु प्र्याक्टिस गर्नु होला। मैले चाहिँ क्वेशन्सहरु चाहिँ अपलोड गरिराख्छु छु र अब हामीले चाहिँ डी नम्बरको क्वेशन गर्छौं। सी नम्बरको क्वेशन है त। पेज नम्बर 144 मा यो क्वेशन्सहरु छ, तपाईहरु हेर्न सक्नुहुन्छ। ल अब सी नम्बरमा भएको क्वेशन हेरौँ है। What is the value of 5 power x multiply 5 का power minus x? What is the value of 5 का power x into 5 का power minus x? यसको भ्यालु कति हुन्छ भन्ने क्वेशनमा सोधेको छ। अब हामीले भ्यालु निकालौं। बेस के छ, सेम छ। बेस सेम भएपछि पावर के हुनु पर्यो, जोड्नु पर्यो। x प्लस यो माइनस x लाई जोड्नु पर्यो। अब 5 का पावर x प्लस इन्टु माइनस माइनस x भयो। यसरी 5 का पावर 0 भयो। 5 का पावर 0 भनेको यसरी यसको भ्यालु चाहिँ 1 भयो। सी को आन्सर 1 भयो है त। यसरी यो क्वेशन गर्न सकिन्छ। और डी नम्बरमा पनि एउटा क्वेशन सोधेको छ। डी नम्बरको क्वेशन चाहिँ व्हाट इज द भ्यालु अफ 1 का पावर a प्लस b? यसको भ्यालु कति हुन्छ भनेर क्वेशन सोधेको छ है त। यसको भ्यालु कति हुन्छ भनेर क्वेशन सोधेको छ। यदि यो चाहिँ रेशनल नम्बर अथवा यदि यसको चाहिँ e को र b को एउटा निश्चित भ्यालु छ भने सधैं जति नै नम्बर भए पनि a प्लस b को जति नै भ्यालु, जस्तै 3 भए पनि 4 भए पनि 5 भए पनि 100 भए पनि यसको भ्यालु चाहिँ 1 नै आउँछ। त्यसैले हामीले चाहिँ यसको आन्सर 1 नै लेख्छौं है त। यसैगरी यो डी नम्बरको क्वेशन भयो। ई नम्बरमा क्वेशन चाहिँ थोरै कन्फ्युजिङ छ। व्हाट शुड बी द पावर अफ x? x को पावर कति हुनु पर्यो, x को पावर कति हुनु पर्यो सो दैट इट्स भ्यालु विल बी 1 अपन x स्क्वायर। x को भ्यालु कति भयो भने 1 अपन x स्क्वायर यसको आन्सर हुन्छ है। x को भ्यालु कति भयो भने 1 अपन x स्क्वायर यसको भ्यालु हुन्छ। अब हामीले दिमाग के लगाउनु पर्यो भन्दा नेगेटिभ ल अफ इन्डिसेसले के भन्छ, x का पावर -2 भयो भने चाहिँ यसको आन्सर के आउँछ, 1 अपन x स्क्वायर हुन्छ। x का पावर -2 भन्नु र 1 अपन x स्क्वायर भन्नु सेम कुरा हो। सो हामीले चाहिँ x को ठाउँमा -2 भयो भने यसको भ्यालु कति हुने भयो, 1 अपन x स्क्वायर हुने भयो है त। अब एफ नम्बरको क्वेशन हेरौँ। यसको पावरको कति भ्यालु भयो भने आन्सर चाहिँ 3 आउँछ अरे। यदि a प्लस 2 को भ्यालु यदि चाहिँ यसको पावरको भ्यालु यदि 0 छ भने, यसको पावरको भ्यालु हामीले 0 राख्यौं भने के हुन्छ, यसको पावरको भ्यालु 0 राख्यौं भने a प्लस 2 को पावर 0 भनेको 0 नै, सरी 1 हो अकॉर्डिङ टु द जेरो ल अफ इन्डिसेस। यदि a प्लस 2 को पावरको भ्यालु 0 राख्यौं भने यसको आन्सर 1 आउँछ। यसको आन्सर 1 हुनु भनेको 3 अपन 1 भनेको त 3 नै हो। त्यसरी चाहिँ हामीले के बुझ्नु पर्यो भन्दा a प्लस 2 को पावरको भ्यालु यदि 0 भयो भने आन्सर चाहिँ 3 आउने भयो। 3 अपन a प्लस 2 को चाहिँ भ्यालु 3 हुने भयो। यसरी हामीले चाहिँ यो क्वेशन सल्भ गर्न सक्छौं है त। ओके, अहिले चाहिँ हामीले 1 2 3 गर्यौं। अब अर्को भिडियोमा चाहिँ हामीले 4 5 6 गर्छौं। ओके, आजको लागि चाहिँ यति नै। थ्यांक यू। भिडियो हेर्दै गर्नु होला। मन पर्यो भने लाइक कमेन्ट शेयर गर्नु होला, सब्स्क्राइब गर्नु होला च्यानललाई। र कस्तो खालको भिडियो तपाई चाहनुहुन्छ, क्लास 8 9 र 10 सँग रिलेटेड म्याथमेटिक्स सब्जेक्टसँग रिलेटेड कुन भिडियो तपाई चाहनुहुन्छ